साथीहरू सबैले एकचोटि यो भिडियो हेर्नुलाई हेरेर लाइक र सेयर पनि गरिदिनु होला। कस्तो छ भिडियो एकचोटि एकपटक फेरि हेरिदिनु ल। डिजास्टर रिलिफ फन्ड भनेर यहाँनिर लेखिएको छ हैन, यो सेम लेखेको छ। अब यहाँ चेक गर्न गइरहेको छु के आउँछ हेरौँ है त। फेक रियल। ओ माई गॉड, यहाँ हेर्नुस् बरम विकृति पार्टीले हेर्नु त संस्कृति सरम संस्कृति पार्टी। यहाँ हेर्नु त यहाँनिर सरम संस्कृति पार्टी यहाँनिर हेर्नु गाइज, यहाँनिर सेम प्राइम मिनिस्टर भनेर राखेको छ। अनि फेरि स्क्यान गर्दाखेरि यहाँनिर सरम संस्कृति पार्टी भनेर आएको छ के। अनि हर्केको हलीहरूले हामीलाई कति हर्केको विरोध गरेको भनेर तिमीहरूलाई गु आउने गरी कराइराखेको छस् नि। के चाहिँ गरेको रहेछ हामीले किन विरोध गरेको रहेछ, विरोध गर्नुको कारण के रहेछ। यहाँ तिमीहरूको आँखा फुटेको छ भने आँखा खोलेर कन्काएर हेर भ्रम विकृति पार्टी। तिमीहरू मौकामा चौका हानेर चाहिँ किन यसरी चाहिँ नेपाली जनताहरूलाई भ्रम पारेर यसरी लुटिराखेको छौ। त्यही भएर मैले साथीहरू तपाईहरूलाई बारम्बार भनिराखेको छु कि फेक र रियल चिनेर मात्रै चाहिँ तपाईहरूले सहयोग गर्नु होला। यहाँनिर चाहिँ अहिले चाहिँ एआईबाट पनि बनाएर सेम यो प्राइम मिनिस्टरको यसरी ठ्याक्कै राखेर चाहिँ यहाँनिर चाहिँ स्क्याम भइरहेको छ। सो बी केयरफुल है, भ्रम विकृति पार्टी लुट्न छोड ए कुत्ताहरू। यो हर्केको हली हर्केको गु खानेहरू यहाँनिर हेर, तेरो भ्रम पिता तेरो क्युआर पितालाई चाहिँ यो देखा यो रियल रहेछ कि फेक रहेछ, आँखा फुटेको छ कि छैन स्क्यान गरेको। यहाँ तपाईहरूको अगाडि नै मैले स्क्यान गरेर देखाएँ नि त। यहाँ स्क्यान गरेर देखाउँदा त गाँठे यहाँ त प्राइम मिनिस्टर बनेर छ, फेरि यहाँ स्क्यान गर्दा त सारम विकृति पार्टी पो आउँदो रहेछ। थुक्क लाज शरम पचेकाहरू, लाज भन्ने छैन यार। कतिसम्म लुट्छौ के, यो देशलाई तिमीहरूले कंगाल नै बनाउने भयो हैन।